ए मार्शाले धनीराम बाहिर आ बाबू तेरी सेक्सी जोईलाई बोला त्यो सेक्सी जोई मैले सेक्सी जोईसँग च्याट गरेको थिएँ हिजो राति बोला त्यो जोईलाई भाइ साहब तपाईँले रक्सी खाएर आउनुभयो नाइ 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 रक्सी त खाएकै छैन तेरा बाको मुत तेरा बाको मुत तेरा बाजेको जिजु बाजेको पनि मुत खाएर आज के छ भिड्छस् आइज सिङ्गल आइज होइन ज्वाइँ साहब त कहिले रक्सी खानुहुन्थेन त आज फेरि कहाँबाट खानुभयो ससुराबालाई पनि मेरो भाइले त खाँदैछ नि जहिले त्यसरी रक्सी त खाँदैन आज पहिलोचोटि मेरो साथीको आज मृत्यु दिन सरी जन्मदिन थियो उसले जबरजस्ती खुवाइदियो आज पहिलो दिन मात्र है ससुराबा ल छिटो भित्रै न धनीराम मेरो भाइ चुम्मा छ है मेरो भाइ आज सेकेन्ड डे पनि मैले रक्सी खाइदिएको क्या चोडाउँदै चोडा बाहिर आएछ तेरो मेरो आज हुन्छ दोस्ती यारी अरे यार ज्वाइँ साहब फेरि पनि रक्सी खाएर आउनुभयो खान्छु त फेरि अहिले हिजो पनि खाएँ आज पनि खाएँ त मैले मेरो बा रामलालको खाएँ तेरा बा मोतीलालको खान्छु हेर 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 हुँदा हुँदै मेरो बाबुको पनि नाम लग्ने भएछन् अनि आज चाहिँ रक्सी किन खाएको आज तेरा बाजेको तिथि थियो वर्ष दिनको तिथि त्यही खुसियालीमा खाएको अबे मुला तेरी छोरीको बर्थडे हो के मेरी डार्लिङको बर्थडे आज डार्लिङलाई चुम्मा गरेर आज हल्का यति चिप खाइदिएको लागिहाल्यो माइल नगर्नु है ससुरा भाइ ए छोरीको बर्थडे पो हो कहिले के बनाउँछ कहिले के बनाउनु रक्सी खान भने आऊ फिल्कै रक्सी खाएर आउँछन् अब नरिसाके मेरो भाइ रिसाउने त त म भनेको त ए ससुरा बा बाहिर आएछ आज कि त छैनस् कि म चाहिँ म यस्तो कि खान्छु बाहिर आएछ अरे ज्वाइँ साहब फेरि पनि रक्सी खानुभयो आज चाहिँ किन खानुभयो नि ए त यहाँ पो छस् अब हिजो खाएको आज खाएको अस्ति खाएको रेगुलर भयो मलाई त लत लागिसक्यो म जोडिया भयो छोड्नै सक्दिनँ तिमीलाई त अब म घर लाग्दैन कुरोको बाहिर जाऊ नलग म त्यो घरमा बस्दिनँ